देशका शत्रुहरूलाई कठोरतापूर्वक नियन्त्रण नगरिकन अब देश चाहिँ तपाईको पार लाग्दैन, देश अगाडि बढ्दैन। एनजिओको छातामुनि रहेका वा दलको छातामुनि रहेका यी अपराधी लुटेराहरू यिनलाई कठोरतापूर्वक दण्डित नगरिकन यो देशले शान्ति पनि पाउने छैन, निकास पनि पाउने छैन। यो मुद्दामा सबै नेपालीहरू प्रष्ट हुन आवश्यक छ र अबको परिस्थिति जुन एउटा भयावह हुने खालको संकेतहरू आइरहेका छन्, यिनका बाँकी युद्धहरू सुन्दा, भित्रका केही सूचनाहरू तपाईको थाहा पाउँदा अथवा हाम्रा कानसम्म सूचनाहरू आउँदा, सबै चिज आउँदा बडो नाजुक चरण, अन्तिम चरणतिर देश गइरहेको छ। त्यसपछि यिनको सर्वनाशको अर्को चरण सुरु हुन्छ। हामी सबै तयारी भएर बस्नुपर्छ र नेपालमा देशको निम्ति एउटा कामना गर्ने अथवा देशको राम्रो भविष्यको परिकल्पना गर्ने जति पनि मान्छेहरू छन्, चाहे स्वतन्त्र नागरिक हुन्, आम मान्छेहरू हुन्, चाहे राज्यका निकायका भित्रका मान्छे संस्थाहरू हुन्, सबै एकजुट भएर अब निर्णायक चाहिँ लडाईँको बाटोतिर जानुपर्छ। त्यो नै अहिलेको माग हो भन्ने चाहिँ मलाई लाग्छ।